आफ्नै पार्टीको 2/3 सरकार हुँदा पनि रवि लामिछाने कुनै पनि मन्त्री बनेनन्। गृहमन्त्री बन्ने चर्चा थियो, गृहमन्त्री पनि बनेनन्। 2/3 सरकार पो हो त कानुन नै कार्यान्वयन गरेर संविधान नै संशोधन गरेर भए पनि रवि लामिछाने जुन मन्त्री बन्न चाह्यो त्यही मन्त्री बन्न सक्ने हैसियतको छन्, तर कुनै पनि मन्त्री बनेनन्। कति ठुलो त्याग गरेका रवि लामिछानेले। तपाईहरु चाहिँ के भन्न चाहनुहुन्छ? साच्चै यो रवि लामिछानेको त्याग हो या रवि लामिछानेमाथि लागेका भए नभएका मुद्दाका कारणले रवि लामिछानेले चाहिँ मन्त्री नबनेका हुन्? तपाईहरु कुन रूपले हेर्नुहुन्छ? किनभने अहिले त 2/3 सरकारमा त रविले ती मुद्दाहरूलाई पनि पन्स्याएर पनि मन्त्री बन्न सक्ने हैसियतको अवस्थामा छन् नि त। तर पनि रवि लामिछाने किन मन्त्री बनेनन्? हाँसिरहेका छन्, खुसी नै छन्। कत्रो त्याग गरेका हेर्नु त। सबै बालनशाला नै जिम्मा दिएका रहेछन्। बालनशाले आफ्नै हिसाबले छानेर सारा मन्त्रीहरू बनाए। गृहमन्त्रीमा सुदन गुरुङ, अर्थमा सोडी वागले, त्यसै गरी सबै मन्त्रालयहरूमा ठिक्क 15-18 मन्त्रीहरू राखेका छन्। एकदमै राम्रो क्याबिनेट बनाएका छन्। एकदमै खुसीको कुरा हो। तर रवि लामिछाने चाहिँ किन मन्त्री बनेनन् भन्ने कुरामा चाहिँ तपाईहरु के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नुस् र भिडियोलाई एक सेयर गरेर सबै माझ पुगाइदिनुस् त।